बच्चै छ नि त मेरो बुढी, त्यही लागि नानी टाइपको छ नि त। Relax. Relax. चिन्ता नगर नेक्स्ट डेको भिडियो हो जो चाहिँ मैले हिजो अपलोड गरेको चाहिँ भएको थियो होइन। तर सडनली मेरो बुढालाई चाहिँ जानु परेको कारणले गर्दाखेरि मैले चाहिँ अब यस्तो इमोसनल भएँ गाइस। हेलो एभ्रिवान, गुड मर्निङ सबैजनालाई स्वागत छ। म सबैले चाहिँ लामाकोबाट है। र साथीहरू आज चाहिँ मैले एकदमै केही भिडियो लिएर आएको छु होइन। र तपाईँले थम्बनेल र टाइटलबाट मेरो भिडियो थाहा नै पाउनुहुन्छ के रहेछ आजको कन्टेन्ट भनेर है। र साथीहरू चाहिँ बिहानै मैले भिडियो बनाउँदैछु गाइस, साथ पनि बजेको छैन हो। चाहिँ रातभरि अब केही गर्नै मन लागेको छैन, नखानु मन लागेको छ। आफ्नो अलिकति बिमारी भएको जस्तो पनि भइरहेको छु होइन। किन त्यस्तो भएको भन्दाखेरि चाहिँ गाइस मेरो चाहिँ बुढा होइन अलिकति फर्किनु हुँदैछ र मलाई चाहिँ एकदमै धेरै नराम्रो लागिरहेको छ होइन। किनभने तपाईँहरूलाई थाहा छ मेरो बुढा आउनुभएको धेरै पनि लाग्छ छैन। त्यो तपाईँहरूलाई मैले सबै अहिले एकछिनको भिडियोमा भन्छु। आज चाहिँ गाइस मैले आफूलाई कसरी सम्हाल्ने जस्तो भएको छ। किनभने मलाई एकदम मान्छे पनि अलिक ठिक लागेको छैन, म बिमारी टाइपको भइरहेको छु होइन। अब यो गरम बेसी भएर पनि होला होइन, मलाई चाहिँ अलिक शरीरहरू पनि ठिक लागेको छैन क्या। आफूलाई यति उयो भयो। अब के गर्नु गाइस, थाहा छैन गाइस। मैले चाहिँ अब आफूलाई आजको भिडियोमा म के बोल्दैछु कस्तो बोल्दैछु मलाई चाहिँ पनि केही थाहा छैन। मेरो होसै छैन क्या। म एक प्रकारको म कतिपय कुराहरूले गर्दाखेरि खुसी पनि छु होइन। कति कुराहरूले गर्दाखेरि मनमा कति धेरै दुःखहरू पनि लागिरहेको छ है। र तपाईँहरूलाई थाहा छ यो दुःख चाहिँ किन लागेको भन्दाखेरि अब अहिलेको सिचुएसनहरू हेरेर होइन। तर अब के गर्नु त्यस्तै हो। केही गर्नु मन लागेको छैन कि साथीहरू। अब म सबै भन्छु तपाईँहरूलाई होइन। यो कस्तो भन्नु पनि पर्दैन, तपाईँले थम्बनेलबाट थाहा नै पाउनुहुन्छ। र मेरो आफै चाहिँ गाइस होइन, म त्यस्तो भएर बस्नु हुँदैन। म एउटा देशको सेवा गर्नेको बुढी हो होइन। आफूलाई कन्ट्रोल गर्छु भन्छु। तपाईँलाई थाहा छ यो मुमेन्ट जस्तै चाहिँ अब मैले बार भनिरहेको छु है। मलाई यो मुमेन्ट जस्तै गाह्रो चाहिँ केही पनि हुँदैन भनेर होइन। गामछा बेरेर चाहिँ नआउनु है, उता जानु। उता चाहिँ मैले हेर्नु नि साथीहरू, उसले चाहिँ गामछा बेरिरहेको छ क्या हो त्यस्तै। अहिले पछाडि चाहिँ सियर जाऊ, उता जाऊ। मेरो बुढा चाहिँ यहाँनिर हुनुहुन्छ। खै कहाँ गयो देख्यो नि त बुढा। पानी थप्यो गाइस। मेरो बुढा चाहिँ गामसँग हुनुहुन्छ भनेर चाहिँ मैले नदेखाएको। र अब यस्तो भइरहेछ नि गाइस, म हाँस्नु नचाहँदा पनि होइन अब हाँस्नु परिरहेछ। किनभने म उसको छेउमा किन भन्छु तर सक्दिनँ।
Why are you crying? यता आउनु न किन नहीं. Why are you crying? My wife. Mena हुन्छ के बात हो यस्तो पनि हुन्छ म आज वहाँ सिलगढीमा कपाल काट्छु किन पर्दैन तिमी चाहिँ किन रोक्नु बिहान यस्तो आँसु ढाल्नु त बुझ्यौ आँसुको पनि यति किमत छ नि बुझ्यौ दुःख त कसलाई लाग्दैन दुःख त सबैलाई लाग्छ नि त अलिअलि शान्ति भइसकेपछि छुट्टिहाल्छ नि काहीको टेन्सन गर्दा बुढी तमी यसरी नरुवा तिमी झन् स्ट्रङ बुढी फौजीको बुढी त एकदम स्ट्रङ हुनुपर्छ मेरो बुढा यस्तो जग्गामा छ भने प्राउड फिल गर्नुपर्छ बुझ्यौ बुझिन बच्चै छैन मेरो बुढी त्यो लाग्यो नानी टाइपको छ नि त म सबैको हजुरको बुढीहरूले देख्छु कि तर मेरो बुढी चाहिँ अलिक अलग टाइपको छ नि मेरो बुढी अलग टाइपको भन्दाखेरि चाहिँ मलाई चाहिँ धेरै केयर गर्छ धेरै माया गर्छ धेरै सपोर्ट गर्छ हर चिजमा तपाईँले चाहिँ गर्दैन म त गर्छु नि उसलाई बोल्ने मन परायो साथीहरू हुनु नि उसले मन पराएको राति जानु न नआउनु सो गाइज म चाहिँ अहिले एकछिनमा तपाईँहरूलाई भेट्छु र त्यति बेला चाहिँ मेरो भिडियो हेर्दै गर्नुहोस् बाई भन्नु बाई गाइस म चाहिँ अब मैदान गर्छु जानुको लागि रेडी हुन्छु पेकिङहरू सबै भइसक्यो त्यति नै अब मैदान गएर पूजापाठ गरिदिनु भेट्छु ल बाई सो गाइज अब के गर्नु होइन जानै पर्ने हुन्छ होइन जति सक्दो हुन्छ म यसलाई बाँध्ने प्रयास गर्छु होइन अब तपाईँहरूलाई थाहा छ अब नराम्रो त अभियसली लाग्छ होइन अब तर पनि अब कतिवटा कुराहरूलाई सोचेर म मेरो बुढाप्रति होइन र जति पनि हाम्रो दाजुभाइहरू हुनुहुन्छ हाम्रो देशको लागि रक्षा गरिरहनु भएको दाजुभाइहरूलाई होइन उहाँहरूलाई देखेर मेरो बुढालाई सोचेर चाहिँ म एकदमै धेरै प्राउड फिल गर्छु है किनभने यो पनि भागमा लिएर आएको हुनुपर्छ होइन साथीहरू अब हुनु त भाग्यमा जे लिएको छ त्यो हुन्छ है देखेकोले हुँदैन लेखेकोले पुग्छ भनेर भन्छ नि त्यस्तै हो लाइफ भनेको पनि देखेर आएको छ र अब हिजोसम्म हामी कति धेरै खुसी एकअर्कामा होइन तर अब सडनली अब दुःख पर्यो होइन अब त्यस्तै हुन्छ म चाहिँ जति सक्दो हुन्छ साथीहरू मनलाई बाँधेर बस्ने प्रयास गर्छु किनभने म हुनु त म सक्दिनँ मलाई थाहा छ होइन मेरो बुढालाई म लाग्छ तर पनि अब के हुन्छ भन्दाखेरि चाहिँ अब त्यस्तो सोचेर पनि बस्नु हुँदैन नि अब जे छ त्यही हो अनि साथीहरू अब हामी चाहिँ सबै रेडी गरिसक्नु भएको छ अब जानुको लागि तयारी अब एकछिनमा त निस्किनु पनि हुन्छ र त्यही नै हो म चाहिँ अब आफूलाई नै सम्हाल्ने कोसिस गर्छु होइन मेरो बुढा राम्रोसँगले जाओस् राम्रो ड्युटी गरोस् मेरो बुढा मात्रै नभएर हामी सम्पूर्ण दाजुहरू होइन भाइहरू जो पनि हुनुहुन्छ सबैले नै राम्रो ड्युटी गरोस् एकदमै सेफ भएर होइन राम्रोसँगले जसरी जानुभएको छ त्यसरी नै सबैजना फर्कोस् राम्रो भएर होइन र म भगवान्सँग पनि रात दिन यही प्रार्थना गर्छु अब के गर्नु साथीहरू होइन एउटा आर्मीको पनि भएपछि स्ट्रङ भएर बस्नुपर्छ अब छ नि मनमा कतिवटा कुराहरूले अब मनमा टेन्सन लाग्छ अभियसली त्यो त तपाईँहरूलाई थाहा छ होइन अब अहिले अब अहिलेको सिचुएसन भएकोले
अब त गाडीहरू पनि आउने बेलामै भयो है। अब के गर्नु, त्यस्तै हो। यहाँ तपाईँहरूलाई चाहिँ अब एकछिनमा भेट्छु ल, मेरो बुढा आइसकेपछि। अहिले चाहिँ रेडी सेडी ऊ आइसक्यो नि पुग्नु। बुढा बुढी चाहिँ घटाएर आउनुहुन्छ नि। सबले बेडसिट निकालिदिएको छैन, निकालिदिनु? निकालिदिनु। चिन्ता नगर, केही हुँदैन। तिमी पनि जानुहोस् भोलि बेलुका नानी मलाई हुन्छ गुम्बामा। चिन्ता नगर, केही हुँदैन। सन्ध्यालाई घरबाट अस्ति घरमा पूजा गरेर बहुत राम्रो गरी तिमीले ग्याप्सीहरू मचायो। सबै कुरा हाल्दै नि बाबु। सोचेकै जानुपर्ने सोमबार मङ्गलबार नेपाली बजार खुलेमा छुट्टी दामी जग्गाहरू सबैकै सवाल छ। मेरो चस्मा पनि साह्रो पनि साह्रो होइन। अब त्यो हुँदै हुन्छ नि उयसको लागि। भयो के भयो। के भयो? Bye bye. Đi rồi phải sao kêu Trang đi đồng giá đi đồng chạy kia là gì
Relax, relax. Đây mình không được đi đâu. Nói ra phải Ever vlog you? Anh nhìn là con người bạn. Cái sao cái mình đường đa làm gì mà cái bộ nhiều rồi đó. Ini baru bunda. गाइस मलाई चाहिँ यो कोठामा पस्नु पनि मनै लागेको छैन। मेरो बुढाले के छोड्यो के छोडेन जस्तो लाग्दैछ नि। बस्दिनँ म जान्छु, उतातिर जान्छु, मन भुलिन्छ। Tinta lagi Nes. Tinta kayak tinta lagu. Ada cerita. सो गाइस म चाहिँ अब होइन भर्खर खानासाना खाएर आफ्नैको रुममा पसेँ हो। अब के गर्नु साथीहरू होइन, अब जानु नै पर्ने हुन्छ, तपाईँहरूलाई पनि थाहा नै छ है। अन्त अब मनलाई दुखाइरहेन बुझाएर नै बस्नु सिक्नुपर्छ है। अन्त अब नराम्रो त लाग्छ, मेरो भ्युवर्सहरूलाई पनि कतिजनालाई नराम्रो लाग्छ। मेरो इन्स्टाग्रामको भिडियो हेरेर तपाईँले धेरै राम्रो राम्रो कमेन्टहरू गरिदिनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद है। र म चाहिँ अब मेरो हेल्थ पनि ठिक छैन गाइज हो। अब यस्तो सर्ट टाइममा तपाईँहरूलाई थाहा छ होइन, सबैले मलाई भन्नुहुँदैछ भाइ फर्किनु पनि भएको, यति छिटो आएर भनेर भन्नुहुँदैछ, कति दिनको छुट्टी लिएर आएको भनेर तपाईँहरूलाई चाहिँ म यो भिडियो मार्फत भन्छु है। अनि मेरो बुढा चाहिँ भन्नुपर्दाखेरि चाहिँ छुट्टी लामै लिएर आउनु भएको थियो होइन, तर सडनली जानु पर्यो है। अनि त्यही भएर अब बादमा कहिले आउनुहुन्छ थाहा छैन है। अनि अब के गर्नु साथीहरू, अब यस्तो हो, हाम्रो आमाको मात्रै छोरा होइन, हाम्रो जति पनि हाम्रो डिफेन्स लाइनमा हुनुहुन्छ हाम्रो दाजुभाइहरू होइन, सबैजनालाई नै अब देशको माया हुन्छ है। अनि त्यही भएर भनेको जस्तो त हुँदैन। अनि त्यही हो मम्मी, के भन्नु छ भनिदिनु मेरो भ्युवर्सहरूलाई, भनिदिनु न। खुसी छ नि तपाईँ? खुसी छ नि? खुसी भएर बस्नु, नबढाल्नु न मम्मी, अहिले नबढाल्नु त। खुसी नै भएर बस्नुपर्छ होइन। अब हाम्रो आमाहरूको मात्रै छोरा होइन नि त, हाम्रो बुढाहरू भनेको देशको छोरा हो होइन, देशको लागि रक्षा गर्नु जानुभएको छ है। राम्रो कुराहरू चिताएर बस्नुपर्छ, राम्रै हुन्छ होइन मम्मी? त्यही हो। अब हामी घरमा मम्मी छौँ तिनजना, हाम्रो तपाईँहरूलाई थाहा छ हाम्रो त घरमा अहिले काम पनि चलिरहेको छ होइन। तर पनि सरी साथीहरू, मेरो चाहिँ बोल्दा बोल्दा स्टोरी चाहिँ फुल भयो है। मोबाइलले त धोका दिन्छ भनेदेखिको झन् साह्रो गाई, म त झन् के भइरहेको छु होला तपाईँहरू आफै सोच्नु होइन। र तपाईँहरूले कतिजनाले मलाई एकदमै राम्रो राम्रो अब यति छिटो होइन, सरी अब तपाईँहरूलाई चाहिँ मैले लभ स्टोरी भ्लग साथै होइन, अब हामी दुईजनाले चाहिँ के गर्ने भिडियो मुखबाङ यताउता भनेर सोचेको थिएँ। अब तपाईँहरूलाई थाहा छ नि त गाइज, मेरो बुढा आउनुभएको 10 देखि 12 दिन मात्रै भएको थियो। अब त्यो टाइममा चाहिँ अब हामीले
सक्दो चाहिँ भिडियो बनाइरहेको थियौँ होइन। त्यो मात्रै नभएर फेरि मेरो चाहिँ अहिले घरमा काम चलिरहेको छ। सो त्यही भएर हामी चाहिँ यताउता पनि जानु पाएन र हामी चाहिँ बिचमा जाने भनेर सोचेको छु होइन। थिएँ खासमा चाहिँ, तर अब त्यस्तै भयो, केही छैन, राम्रोसँगले ड्युटी गर्नुपर्छ होइन बुढा। अनि अब मनलाई दुखाएर होइन बुझाएर बस्नुपर्छ, त्यति नै हो। र सबैजनालाई मेरो भिडियो हेरेर माया गरिदिनु भएको छ होइन, त्यसको लागि चाहिँ धेरै धेरै धन्यवाद। र साथीहरू अब आउनुहुन्छ फेरि होइन, फेरि आएपछि भेट्छु। र सबैजनाको नै मन खल्लो भइरहेको छ क्या। अब मेरो बुढा चाहिँ यस्तो खाले मान्छे हुनुहुन्छ, कोहीसँग पनि अब झै झगडा नराम्रो यस्तो उस्तो भएर कसैसँग पनि हिँड्दैन। तपाईँहरूले भिडियोमा पनि हेरिराख्नु भएको छ होइन। र ऊ छ भने चाहिँ अब यस्तो हुन्छ गाइज, मलाई चाहिँ अब घरमा पनि केही अब हुन्छ नि, अब हुनु त मलाई आमाहरूले पनि धेरै माया गर्नुहुन्छ, मलाई कुनै कुरामा त्यस्तो त्यो छैन होइन। तर पनि अब आफ्नो बुढा आफ्नो जीवनसाथी भनेको जस्तै नै, जति नै माया गऱ्यो भने पनि अब आफ्नो बुढाले गरेको जस्तो चाहिँ हामीलाई लाग्दैन, त्यही हो। अनि अब सिचुएसनहरू हेरेर पनि अब उयो लाग्छ है। र यो कोठा पनि आज एकदमै खाली, मलाई त अहिलेसम्म पनि के लाग्दैछ भन्दा बाइक पनि बाहिर छैन। मलाई चाहिँ अहिलेसम्म लाग्दैछ मेरो बुढा चाहिँ कहीँ जानुभएको छ, अहिले भरे भित्रमा चाहिँ आउनुहुन्छ होला भनेर जस्तै लाग्दैछ होइन। तर पनि केही छैन गाइज, अब आइ नै हाल्नुहुन्छ नि, त्यो चिन्ता लिएर बस्ने काम छैन। अब मन चाहिँ यति मन दुखिरहेछ अहिले पनि, मेरो आँखाबाट आँसु नै झर्छ बेसी बोलेछु भने चाहिँ होइन। अनि कोही बात छैन साथीहरू, जिन्दगी यस्तै हो होइन। अब बुझाएरै बस्नुपर्छ मनलाई। र मेरो बुढाको सबैजना साथीहरू राम्रोसँगले ड्युटी गर्नुहोस् होइन। जतिजना हुनुहुन्छ हाम्रो देशमा रहनुभएको हाम्रो दाजुभाइहरू सबैजना राम्रोसँगले ड्युटी गरेर आफ्नो हामीलाई फोन गर्नुभन्दा पनि आफ्नो ड्युटीलाई फोकस गर्नु है। अनि त्यही नै भन्छु, मेरो बुढा चिन्ता लिएर नबस्नु, म छु घरमा होइन। म हुँदा तपाईँले केही चिन्ता लिएर बस्नु पर्दैन। अब तपाईँको लागि त म सानो छु, मलाई थाहा छ होइन। अब मेरो बुढाले चाहिँ मलाई के भन्छ भन्दाखेरि मेरो बुढी चाहिँ बच्चै छ होइन। अब त्यस्तो ओ माइ गड त्यस्तो केही पनि थाहा छैन उसलाई, अब सानै छ भनेर भन्नुहुन्छ नि त, नानी नै हो मेरो लागि त भन्नुहुन्छ क्या। अनि अब त्यस्तै हो, अब नानी भए पनि आमा भए पनि होइन, अब जानु नै पर्ने हुन्छ साथीहरू। सो गाइज अब आजको भिडियो चाहिँ म यहीँ नै एन्ड गर्छु। मैले के बोलेँ कस्तो बोलेँ कहाँनिर रङ भनेको छु भने चाहिँ प्लिज तपाईँले बुझिदिनुहोस् होला। मेरो आजको जुन चाहिँ यो पुरा के भन्नु, यो दुखेको मनलाई चाहिँ होइन, तपाईँहरूले राम्रो राम्रो कमेन्टहरू गरिदिनुहोस् होला, हौसला दिनुहोस् होला होइन भन्न चाहन्छु। र जो जतिलाई पनि मेरो हाम्रो लभ स्टोरी सुन्नुहुने इच्छुक हुनेहरूलाई चाहिँ सरी, मनदेखि नै सरी ल्याउन सकिनँ है। ल्याउने छु भोलि पर्सि मेरो बुढा जब आउनुहुन्छ तब चाहिँ म अवश्य ल्याउने छु नेक्स्ट भिडियोमा, त्यही नै भन्छु साथीहरू। सो अब यो भिडियोलाई चाहिँ म यहीँ एन्ड गर्छु, धेरै बोल्नु मन पनि छैन है। सो बाई गाइज। हेर्नु न, यहाँ मैले भिडियो एन्ड गरेको थिएँ होइन, यो कस्तो डेन्जर हावापानी आउनु आँट्यो, मलाई मेरो बुढाको पुरा याद आइरहेको छ। हेर्नु त यी कस्तो डेन्जर हावा, यहाँ हेर्नु न गाइज, पर्दाहरू यस्तरी उडाउँदैछ घर पनि। एकछिन म त मनलाई पनि ढुक्कसँगले बस्छु साथीहरू, मेरो बुढाको याद आइरहेको छ कस्तो हो। अन्त भर्खर चाहिँ बोलेर बसेको, क्या डेन्जर हावा चल्दैछ। कस्तो खुसी भइरहेको थियो, बम पड्काउँछु आज म पाकिस्तानमा, बम पड्काउने बम यहीँ पड्काउँछु। सो हेलो एभ्रिवान, स्वागत छ तपाईँहरूलाई मेरो भिडियोमा। र यो चाहिँ नेक्स्ट डेको भिडियो हो जो चाहिँ मैले हिजो अपलोड गरेको थिएँ साथीहरू होइन। मैले चाहिँ एकदमै मलाई चाहिँ हिजो अब तपाईँहरूलाई थाहा छ मैले इन्स्टाग्राम फेसबुकहरू सबैमा मैले भिडियो हालेको थिएँ होइन। र साथीहरू अब त्यो भिडियो चाहिँ मैले तपाईँहरूलाई थाहा छ अहिलेको सिचुएसनहरू होइन, त्यही भएर मेरो बुढा चाहिँ छुट्टी आउनु भएको थियो होइन। तर सडनली मेरो बुढालाई चाहिँ जानु परेको कारणले गर्दाखेरि मैले चाहिँ अब यस्तो इमोसनल भएँ गाइस। तपाईँहरूलाई थाहा छ कि मेरो बुढा चाहिँ अब
1 वर्ष पनि पार 13-14 महिना बादमा चाहिँ मेरो बुढा घर आउनु भएको थियो होइन। अन्त 10 दिन पनि राम्रोसँगले 10-12 दिन पनि राम्रोसँगले बस्नु पाइनँ होइन। र ऊ चाहिँ अब ड्युटी फर्किँदाखेरि मेरो मन एकदमै धेरैभन्दा पनि धेरै दुखेको थियो गाइस। त्यो त तपाईँहरूलाई थाहा छ, एउटा आफ्नो जिन्दगी बिताउने आफ्नो जीवनसाथी, तपाईँहरूले त मेरो हरेक भिडियो हरेक मेरो सबै स्टोरीहरूदेखि लिएर सबै कुराहरू थाहा छ। र मेरो कतिजना मलाई माया गर्ने दिदीहरू उहाँहरूलाई त पनि सबै कुराहरू थाहा छ मेरो भिडियोहरू हेरेर होइन। अनि म यति धेरै सेड र इमोसनल भएको थिएँ गाइस होइन। सायद मेरो जग्गामा तपाईँहरू हुनुभएको भए पनि तपाईँहरू पनि यही नै हुनुहुन्थ्यो होइन। र म चाहिँ अब भन्नु पर्दाखेरि चाहिँ गाइस मैले त्यो दिन चाहिँ अब म होइन एक त झन् साह्रो अब यति धेरै मान्छे आएको थियो होइन। प्लस मेरो बुढा जानुभएको चाहिँ अब सबैको मनै अब खल्लो भएको थियो होइन। तपाईँहरूलाई थाहा छ बुद्ध पूर्णिमा पनि नजिकै छ। अब बुद्ध पूर्णिमामा पुरा खटेर होइन प्लस घरहरू भत्काएर हाम्रो चाहिँ अब यस्तो उयो भइरहेको होइन। घरमा यति धेरै मान्छे आएको होइन साथीहरू। अनि अब त्यही भएर म चाहिँ धेरै अत्तालिए, गाह्रो भयो मलाई हो। आफूलाई सम्हाल्नु पनि धेरै सकिनँ मैले। म एकदमै धेरै इमोसनल भएको थिएँ साथीहरू होइन। र फाइनली के भन्छ भगवान्को आशीर्वादले होइन मेरो चाहिँ के अरे मेरो प्रार्थना चाहिँ मेरो भगवान्ले सुनिदिनु भएछ है। यति दिन मैले पूजापाठ गरेको चाहिँ मलाई हिजो चाहिँ मलाई यति धेरै खुसी र यति धेरै खुसी चाहिँ किन भयो भन्दाखेरि गाइस हिजो म यति इमोसनल पनि थिएँ। बादमा मेरो हाँसोको चाहिँ रौनक तपाईँहरूलाई मैले देखाउन सकिनँ होइन। सोचेको थिएँ म भिडियो बनाउँछु भनेर होइन, तर अफसोस मैले भिडियो बनाउन सकिनँ गाइस। तपाईँहरूलाई थाहा छ मेरो बुढा चाहिँ अलरेडी घर आइसक्नु भयो होइन। र किन घर आउनुभयो भन्दाखेरि चाहिँ मेरो बुढा चाहिँ यहाँबाट त जानुभएको भिडियोहरू त तपाईँहरूले देखि नै हाल्नु भएको छ होइन। र म भ्लग पनि अपलोड गर्छु अनि त्यही भएर त्यो भिडियो चाहिँ तपाईँहरूले देखि नै हाल्नुहुन्छ। र म चाहिँ एकदमै धेरैभन्दा पनि धेरै गाइस नर्भस भएको थिएँ। प्लस मेरो बुढाले चाहिँ मलाई नभनिकन आउनु हुँदै रहेछ क्या। अन्त फ्लाइटमा चढेर सबै कुराहरू भइसकेर बादमा चाहिँ गाइस फोन आएछ होइन, आउनु पर्दैन यताउता भनेर। सो फाइनली गाइस यहाँ तपाईँहरूले मेरो बुढाको बेग पनि हेर्न सक्नुहुन्छ होइन। मेरो चाहिँ गाइस साँच्ची भन्नु पर्दाखेरि मेरो चाहिँ मुटु नै चुट्टेको जस्तो भएको थियो क्या। अनि मेरो बुढा चाहिँ मैले यो भिडियो खासमा अपलोड गर्दिनँ थिएँ, तर तपाईँहरूलाई अब मैले मेरो फेसबुक इन्स्टाग्राम युट्युबको फ्यामिलीहरू होइन म सबैलाई नै मेरो सुख पनि म सेयर गर्छु र मेरो हरेक दुःखहरू पनि म मेरो अरू भन्ने कहाँ चौथारी कहाँ चाहिँ छ होइन। र त्यही भएर म चाहिँ यो सोसियल मिडियामा नै पठाउने गर्छु है। अनि त्यही हो साथीहरू मेरो चाहिँ बुढा हिजो भन्दा पनि 1 बजी चाहिँ घर आइपुग्नु भएको थियो राति। ऊ चाहिँ बिहान छिट्टो जानुभएको थियो 8:30 बजीहरूतिर चाहिँ मेरो बुढा निस्किनु भएको थियो। त्यो त तपाईँहरूले मेरो भिडियोमा पनि देखि नै हाल्नु भएको थियो होइन। र गाइस म चाहिँ यति धेरै खुसी छु नि त्यो मैले एक्सप्लेन गर्नु पनि सक्दिनँ है। मेरो चाहिँ मुटु नै चुडिएर गएको जस्तो भएको थियो र सास पनि अड्केको जस्तो भएको क्या। र साथीहरू त्यस्तै भयो होइन। मैले तपाईँहरूलाई चाहिँ यो जानकारी दिनुको लागि मात्रै आएको हो। सो बाई गाइस।